ल्याएन भन त भाग्य ल बाई 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 ब्लगरहरूसँग हिँड्नु साह्रो छ यही हो हामी आइपुग्यौँ प्यालेसमा हो प्यालेस हेर्नु सक्नुहुन्छ यस्तो राम्रो रहेछ म जिन्दगीमा फर्स्ट टाइम आएको चाहिँ दामी दामी किन बन्द गरेको होला है बन्द छ होला के गर्थ्यो होला आज अरू बेला खुल्ला हुन्थ्यो जग्गालाई हाम्रो सिक्किमको राजा रानी बस्ने ठाउँ चाहिँ यही है प्यालेस हेर्नुहोस् बेसी जस्तो चाहिँ मेरो फलोवर्सहरू चाहिँ नेपालकोहरू हुनुहुन्छ हो नेपालकोहरूलाई भनेको यही हो हेर्नुहोस् यस्तो दामी छ हो एकदमै मन पर्यो मलाई चाहिँ राजले कहाँ चाहिँ बस्थ्यो यहाँ बस्थ्यो नि बस्थ्यो उसलाई लिएर आएको के आज ब्लगरहरूसँग हिँड्नु साह्रो छ के गर्नु लाग्छ बोलाउनु हुन्थ्यो नि कता कता हो के घुम्नु होइन मतलब के थियो पहिला यहाँनिर लामाजी 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 थोरै इधर आइए न एकछिन आउनुहोस् न सोध्दैन यहाँ के भिडियो बनाएको कि हामीले अन्त यहाँनिर नि पहिला के थियो अरे भनिदिनु नि मतलब राजा रानी बस्ने ठाउँ हो नि त होइन राजा रानी चाहिँ कहाँ बस्नुहुन्थ्यो एक्ज्याक्ट उयो घरहरू यो चाहिँ सबै गुम्पा लामा उनीहरूको रुम माथि छ होइन अनि यहाँ यो छ नि सेकेन्ड फ्लोर यो फर्स्ट फ्लोर हजुर हजुर त्यहाँ चाहिँ यो राजाहरू हुन्छ नि ल बिहा गरेको त्यहाँ बिहा गरेको यो चाहिँ अब यो यता यो पर्दा लगाएको छ नि यो जग्गामा चाहिँ पहिला डान्सहरू ए माथि चाहिँ राजाहरू बस्छ यहाँ मुनि चाहिँ डान्सहरू हुन्थ्यो ए जस्तो उनीहरू यहाँतिर पनि राजा बस्नु यो सबैभन्दा पुरानो हो कि ल हजुर यो चाहिँ सबैभन्दा पुरानो हो अनि यो चाहिँ बादमा बना त्यही त मन त आएको थिएन कि ए मतलब उयो पर्दा लगाएको छ नि त्यो पर्दामा चाहिँ त्यहाँ राजाहरू बस्थ्यो कि यहाँ मुनि चाहिँ डान्सहरू हुन्थ्यो अरे थ्याङ्क यू घाम लाग्यो है अब यहाँनिर बस्थेँ यहाँनिर मजाले डान्स हेर्थ्यो होला नि डान्स त यहाँ पनि गरेको देखेको थियो मैले अस्ति आउँदाखेरि कि यहाँनिर डङ्की नाचिरहेको थियो यो डल्लो छ नि यो डल्लोनिर बस्नु त सबै राजाकै ठाउँ अरे नि त होइन यी गुम्पाहरू बिहा भएको अरे खास घर चाहिँ ऊ यहाँ पर रहेछ हौ त्यो उयो कटेज घर छ नि ऊ परको हो त्यो घर अरे त्यहाँदेखि चाहिँ यता पछि बनाएर यता त्यो होइन यताको हो त्यो अरे
अनि यसो घुम्छ नि गुम्बा हो घुमिसक्यो भने यो अन्त यसो बजाउनु भने ऊ आइरहनु भनेको म त याद छैन कि मतलब घुमेपछि चाहिँ एकपल्ट बजाउनै पर्छ होइन घुमिसक्यो फर्किने बेलामा ए हजुर हजुर यो बजाउनु अरे कि अनि बजाएर फोटो खिचेको ल थ्याङ्क यू हुन्छ ल अब चाहिँ हामी यहाँ चाहिँ घुम्यो होइन उपर त नजाउँ होला हौ है उपरमा पनि छ कि साइड चाहिँ तर उताबाट एक्जिट हुँदा पनि हुन्छ हामी चाहिँ यहाँबाट निस्केको हो यहाँ हामी घुमिहाल्छु अन्त एकदमै मन पर्यो मलाई जग्गा होइन अब यहाँदेखि चाहिँ हामी तल वेलनेस पार्क जाँदैछ त्यसको म फाल्टै भिडियो बनाउँछु सो बाई बाई थ्याङ्क यू फर वाचिङ